हेलो एभ्रिवान वेलकम टु माई युट्युब च्यानल। अनि आज चाहिँ मैले यहाँ किमा काटिरहेको छु। यो किमा चाहिँ के को लागि भन्ने कुरा त अब थाहा नै छ सबैलाई होइन, मोमोको लागि हो। र यो चाहिँ आज चाहिँ म र साथी मिलेर चाहिँ चिकन मोमो खाने प्लान गऱ्यौँ अनि फटाफट बनाउनतर्फ लाग्यौँ। अनि यहाँ चाहिँ छ चिकन मोमो, अनि यहाँ क्याबेज अनि ओनियन खोर्सानी अनि मसला नुन अजिनाहरू सबै यहाँ मिक्स गरेँ। खाना त अब मनै पर्छ होइन सबैलाई नै। अब हामीले पनि प्राय खाना मन त लागिरहेको हुन्छ, तर बनाउन अलिकति झन्झटिलो, सो अल्छी लाग्छ। तर आज चाहिँ जाँगर चलाएर बनाउनतर्फ लाग्यो। अनि यो चाहिँ साथीले बेलिरहेछ है, किनभने हाम्रो चाहिँ बेलना पनि छैन के। सो साथी र मैले चाहिँ फटाफट बनाउनतर्फ लागेँ। म चाहिँ बनाउँदैछु है, राम्रोसँग बनाउनु पनि आउँदैन कि, त्यही पनि अब खाने मुखलाई जुङ्गाले सुक्दैन भने चाहिँ बनाएर खान त पर्यो। आफूले खाने त लाम्चो नि बनाऊ, लाम्चो बनाउँछ कि खाना यो त म बाँकी के को के भन्छ साँच्चै अहिले कसरी गर्छ यसरी आउँदैन है भाइ चाहिँ। भिडियो चाहिँ कल गर्नु के लाग्छ मान्नु हौ, आइमा त कति नजाने त बेला हेरेर साथी हामीले चाहिँ यहाँ बनायौँ। यहाँ चाहिँ थोरै देखाइरहेछ किनभने हामीले चाहिँ बनाउँदै खाँदै पनि गरेको थियौँ। सो यहाँ यता चाहिँ थोरै छ। साथीहरू अघि चाहिँ सक्यो, अब चाहिँ हामीले बोइल गरेर खाने हो, आई मिन बफाएर खाने हो साथीहरू। अनि मेरो भिडियो चाहिँ हजुरलाई कस्तो लाग्छ, मन पऱ्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु, मन नपरे पनि गरिदिनुहोस्, माया साथ सपोर्ट पनि गरिदिनुहोस् साथीहरू। अनि यस्तै यस्तै भिडियो हेर्नको लागि चाहिँ सधैँ मेरो भिडियोमा आउँदै गर्नुहोला, मेरो भिडियो हेर्दै गर्नुहोला साथीहरू है त। यो चाहिँ अब फाइनली पाकिसक्यो, अब चाहिँ हामी खान्छौँ किनभने हामी खाएको भिडियो चाहिँ बनाउँदैनौँ।